नमस्ते दाजुभाइ दिदी बहिनी इष्टमित्रहरू। म मुर्कोङ सेलेकदेखि पासीघाटसम्मको नयाँ रेलवे लाइन बनिँदैको विषयमा मैले एउटा भिडियो बनाएको छु। तपाईहरुले देख्न सक्नुहुन्छ। हेर्नुहोस्, यो सिले ब्रिज हो। हेर्नु, कम्प्लिट भएर आएको छ। मान्छे हिँड्नेहरू सब कम्प्लिट भएर आएको छ। हेर्न सक्नुहुन्छ तपाईहरुले। सानो पुलहरुको पनि कलर उलर दिएर किलोमिटरहरु कलर दिएर साइनबोर्डहरु टाँगेर सब कम्प्लिट भएर आएको छ। हेर्नु, पटरी पनि बसालेर पुरा कम्प्लिट भएर आएको छ। अलिक केही जग्गामा सिधा भएको छैन। अहिले एकछिनमा एउटा गाडी पनि आउँदै छ, त्यसैले सिधा गरेर जान्छ। हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, पटरी सिधा गर्ने गाडी भाइब्रेट भन्छन् यसलाई। भाइब्रेट पनि हो, पटरी पनि सिधा गर्दैछ, पटरी दबाई पनि जाँदैछ। तपाईहरुलाई यो भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु होला। यस्तै म भिडियो फेरि बनाएर म तपाईहरुको लागि ल्याउँदै गर्छु। अगर तपाईहरुले लाइक गर्नु दियो भने जय अरुणाचल, जय भारत।